छोरी लो मलाई भिडियो देखाउ त यसरी ल ल साथीहरु मेरो कान्छी छोरीले चाहिँ मलाई भिडियो क्यामेरा गरिदिएछिन् र म बाइक बाहिर निकाल्दैछु आँगनतिर र बाइकलाई यहाँनिर राखेर अब म सिधा जान्छु घाँसको हाँगा झार्नुको लागि जुन चाहिँ बोगडी थियो हाइब्रिड बोगडीको हाँगा झार्नुको लागि म माथि चढिसकेको छु र अब म माथि अलिकति त्यो डालहरु झार्दिएपछि त्यसपछाडिको अगाडिको दृश्यहरु म तपाईलाई देखाउने छु र यतिमध्ये मैले एक खालको क्लियर गरिसक्न आँटे झारेर र आउनुहोस् भिडियोमा अझै अगाडि हेर्दै गरौँ। नमस्ते साथीहरु, अब काम गरियो बाहिरको डालहरु गिराइदिए अनि मेरो सानो कान्छी छोरीले भिडियो गरेको थियो। अब फेरि अब मेरो भोक लाग्यो, यहाँ मेरो खाना खाने बेला भयो। अब खाना खानु पर्यो अहिले चाहिँ म। अनि लाइक कमेन्ट शेयर गर्दै गर्नु होला, सबैजनाले फलो गर्दै गर्नु होला। अनि त्यसपछि चाहिँ मेरो माइली छोरीले यहाँनिर चिया बनाउँदैछिन्, लाल चिया। पहिले हामीहरू लाल चिया खाने र माइली छोरीले लाल चिया बनाउँदै छिन् अहिले। हाम्रो माइली छोरीले साह्रै मिठो बनाउँछिन् र म चाहिँ खाना खाँदैछु अहिले। बाइ बाइ साथीहरु।